किनखाने थुराखाल खाजन आगमाजन गर्छन् परिसिप्स्यो मतलब खाली ठाउँमा भित्र जाने सबैभन्दा मिल्ने कुरा छान्नुहोस् भनेछ र क्वेशन नम्बर 1 छ हाम्रो हालमोगी बिया सुल्ते गोलीकाठो मर्केको बेलामा मानी खच्ची माग्दो धेरै नबसे नहिँडेर आन्जस सुया हामीदा बसेर आम गर्नुपर्छ डट डट चिमजिरुल हे जुन गसुन छसुविधा तातो पानीले सेक्ने कुरा पनि राम्रो हुन्छ भने मतलब हालमोगी बिया सुल्ते गोलीकाठो मर्केको बेलामा मानी खच्ची माग्दो धेरै नहिँडेर आन्जस बसेर सुया हामीदा आराम गर्नुपर्छ चिमजिरुल हे जुन गसुन तातो पानीले सेक्ने कुरा पनि छसुविधा राम्रो हुन्छ भन्छ पुराना भनेको तर पुरानाले जहिले पनि विपरीत अर्थलाई जोड्ने बेलामा प्रयोग गर्छ खुरीको भनेको अनि दुईटा अगाडिको वाक्यमा कारण र पछाडिको वाक्यमा अक्षर जोड्ने बेलामा प्रयोग गरिन्छ खुरीको भनेको अनि हालमोगी बिया सुल्ते गोलीकाठी मर्केको बेलामा मानी खच्ची मार्को धेरै नहिँडेर आन्जस सुया हामीले आराम गर्नुपर्छ खुरीको भनेको अनि चिमजिरुल हे जुन गसुन तातो पानीले सेक्ने कुरा पनि सुन्दा राम्रो हुन्छ हाम्रो एन्सर कति भयो 2 ल अर्को साच्चीको भिडियो बनाऊ सर खानुसिगा खेदानेछ डडर थारेनु थासुन्दा खुट्टा चोट्लाएको थियो पुलिस त्यसैले फेङ्गने खास हस्पिटल गएर छिरोरुल फादसुन्दा उपचार प्राप्त गर्नुभयो उपचार लिनुभयो मतलब खानुसिगा खेदानेछ डडर थारेनु थासुन्दा खुट्टा चोट्लायो पुलिस त्यसैले फेङ्गने खास हस्पिटल गएर छिरोरुल फादसुन्दा उपचार प्राप्त गर्नुभयो पुरा खास भनेको भित्र गएर मगो खास खाइ हेरेर सिजा केसा सुरु गरेर नमजेछ भनेको लडेर हुन्छ है खानुसिगा खेदानेछ नमजेछ हरेकबाट लडेर थारेरुल खास सुन्दा चोट लायो पुलिस त्यसैले फेङ्गने खास हस्पिटल गएर छिरोरुल फादसुन्दा उपचार प्राप्त गर्नुभयो र हाम्रो एन्सर कति भयो 4 नम्बरको कृपया भिडियोलाई चाहिँ ध्यान दिएर हेर्नु होला 3 नम्बरको एन्सर छ शिक्षाहरू छुन्डी हादाका खाना तयार गर्दै गर्दा खाले भनेको चक्कुले सोनुल डडर खाएनी भनेको भागीबस किरा मानी नागाजी आनास रगत धेरै नबगेर फेन्थुरुल भनेको बेन्डेज कुछ सुन्दर टाँसे यसको अर्थ शिक्षाहरू भनेको खाना छुन्डी हादाका एसटी प्लस दागा गर्दाखेरि शिक्षाहरू छुन्डी हादाका खाना तयार गर्दाखेरि सोनुल भनेको खाल्ले भनेको चक्कुले सोनुल भनेको हात पेस सुनिदा भनेको काट्यो थानी भनेको भाग्यवश फिगा मानी नागाजी आनास धेरै रगत नभरेर फेन्थुरुल भनेको बेडली प्लस पूजा सुन्दर टाँसे अब फेस सुन्दर लागेर फेस सुनिदा भनेको पोलेर हैन फेस सुनिदा भनेको काटेर अब यो 3 नम्बरको फेस सुनिदा भनेको बान्ता भएर हुँदैन मतलब शिक्षाहरू छुन्डी हातका खाना तयार गर्दा खाल्ले भनेको चक्कुले सोनुल भनेको हातलाई फेस सुनिदा काटेको खाइनी भनेको भागीबस फिगा मानी नागाजी आनासरको धेरै नभएर फेन्थुरुल पूजा सुन्दर प्लेस टाँसे ल त्यसै गरी अर्को रहेको छ कृपया भिडियोलाई स्किप नगर्नु होला 4 नम्बरको क्वेशन रहेको छ छिबेछ भनेको घरमा एउटै हेर्नुदे खाना बनाइरहेको थिए सोनु फेस सुनिदा हात पोल्यो पुलिस त्यसैले एनको रुल भनेको मलम पारेको लगाएर फेन्थुरुल हेन्डी प्लस कुचा सुनिदा टाँसे मगज सुनिदा खाए चिकस सुनिदा खिचे छलस सुनिदा पनि काटे हाम्रो एन्सर के भयो छिबेछ भनेको घरमा एउटै रुल हानुन्दे खाना बनाइरहेको थिए सोनु फेस सुनिदा हात पोल्यो पुलिस त्यसैले एनको रुल पारेको मलम लगाएर फेन्थुरुल कुचा सुनिदा टाँसे हाम्रो एन्सर कति भयो 1 नम्बरको त्यसै गरी अर्को छ खिचिमी नागो भनेको मोगी लगाएर मोगी माने आफसुन्दा घाँटी जाने दुखेको छ उइसा सन्सिङ निम्के डाक्टर ज्यूले डडर फाद्गो छबाङ्जल फाटा सुनिदा भनेको डडर प्राप्त गरेर छबाङ्जल भनेको डाक्टरले दिएको परेको चाहिँ फाटा सुनिदा प्राप्त गरे खिचिमी नागो भनेको मोगी लगाएर मोगी माने आफसुन्दा घाँटी धेरै दुखेको थियो उइसा सन्सिङ निम्के भनेको
डाक्टर ज्यूले सागवा भनेको स्याउ हुन्न, छिन्जल भनेको दयालु, छुङसाङ भनेको लक्षणको, छुङसाङ भनेको लक्षण, गुर फातको भनेको लक्षण प्राप्त गरेर छबाङजल भनेको डाक्टरको परिबुझी फासिङ पाए। छुगा भनेको थप हुन्न, छुङसाङ भनेको लक्षण, छिन्जल भनेको दयालु, छिगवा भनेको सागवा भनेको स्याउ है। हाम्रो एन्सर कति भयो? 2। इरुड हादाका काम गर्दा गर्दै नुन छोबुम खाससम्दा भनेको आँखा अलिकति चोट लाग्यो, फुलेछ, त्यसैले डटडटै खास छिरोरुन फादसम्दा उपचार प्राप्त गरे। यसको अर्थ इरुड हादाका काम गर्दाखेरि नुन भनेको आँखा छोबुम अलिकति खाससम्दा चोट लाग्यो। यसको अर्थ काम गर्दाखेरि नुन भनेको आँखा अलिकति चोट लागेको थियो, फुलेछ, त्यसैले आङ्गुवा भनेको आँखा विभागमा खासा भएर छिरोरुन फादसम्दा उपचार प्राप्त गरे। नेर्वाको अर्थ भित्री, भित्री अन्तरण विभाग, आँखा विभाग। स्वागवा भनेको बाल चिकित्सा, खिपुगा भनेको छाला विभाग, त्यसैगरी अर्को क्वेशन छ, छनुन भनेको म वल्गुमुन फातुमेन तलब प्राप्त गर्यो भने डटडटै खास इगुमुल हागो डिपोजिट गरेर खयाङेदो गाउँमा पनि फोन्दो पैसा फनामिदा पठाउँछु। यसको अर्थ म सेलेरी प्राप्त गरे भने कुनै खास ब्याङ्क गएर इगुमुल हागो अलिकति पैसा डिपोजिट गरेर खयाङेदो खयाङरो गाउँतिर पनि फोन्दो पैसा फनामिदा पठाउँछु। अब फेमन हस्पिटलमा गएर कुरा पनि होइन, छेकु भुलाकीमा गएर कुराकानी गर्ने भएन, पुस्तकालयमा गएर हुने भएन। हाम्रो एन्सर भयो मतलब म तलब प्राप्त गरे भने ब्याङ्कमा गएर डिपोजिट गरेर इगुमाला पनि डिपोजिट गरेर खयाङरो गाउँतिर थोन्दो पैसा पनि फनामिदा पठाउँछु। त्यसैगरी अर्को क्वेशन रहेको छ, खयाङे इनुन गाउँमा रहेका खाजोक दुल एगे परिवारलाई डटट हारेको गर्ने विचारले उनीले खासतन्दा गएको थिए। खाजोक दुल एगे परिवारहरूलाई सेङवाल फिरुन भनेको जीवनयापनको शुल्क अथवा पैसाले फनेलते पठाउने बेलामा खिगुनी मुड छाम साँच्चीकै छसिन्दा राम्रो हुन्छ। मतलब खयाङे इनुन गाउँमा रहेका खाजोक दुल एगे परिवारलाई डटट हारेको गर्ने विचारले उनीले खासतन्दा गएको थिए। खाजोक दुल एगे परिवारलाई सेङवाल युनको भनेको सेङवाल फिरुन भनेको दैनिक जीवनको खर्च है फनेलते पठाउने बेलामा चाहिँ खिगुनी मुड छाम साँच्चीकै छसिन्दा राम्रो थियो। अब हेर्नु, खयाङे इनुन गाउँ रहेका खाजोक दुल एगे परिवारहरूलाई सोङुम हारेको पैसा पठाउने विचारले गरेको। सोङुम हारेको पैसा पठाउने विचारले उनीले खासुन्दा बेङ्गको थिए। खाजोक दुल एगे परिवारहरूलाई सेङवाल फिरुल दैनिक जीवनको खर्चलाई फनेलते पठाउने बेलामा खिगुनी छाम छसिन्दा साँच्चीकै राम्रो थियो। छमा भनेको फोन गर्ने विचारले बैमा जाने कुरो भएन, आने जानकारी प्राप्त गर्ने विचारले बैमा जाने कुरो भएन, इच्छुल भनेको के हो ऋण लिने विचारले बैमा जाने कुरो भएन। ल त्यसैगरी अर्को छ, छमसिम सिगाने दिउँसोको समयमा उनीले खास बैङ गएर थलर भनेको गर्नलाई हाम्रो थोलो कुनै पैसाको रूपमा डटट मधु सबै साम्फेक भनेको 300 थलर डलरलाई फाकस सुन्दा परिवर्तन गरे। मतलब छमसिम सिगाने भनेको दिउँसोको समयमा उनीले खास बैङ गएर थलर भनेको डलरलाई आङ्गु थुनुको कुनै पैसाको रूपमा वान्जने सुन्दा सटाइ गरे। मधु भनेको सबै साम्फेक थलर भनेको 300 थलर डलरलाई सुन्दा परिवर्तन गरे। ल त्यसैगरी भिडियो स्किप गर्नको लागि अनुरोध गर्दछु।